बेलटार कटारी सडकको रङ्गीचङ्गी भूत। उदयपुरको बेलटारबाट कटारी जोड्ने त्यो घुमाउरो पहाडी सडक दिनको समयमा जति रमणीय देखिन्छ, साँझ परेपछि त्यति नै रहस्यमयी र सुनसान बन्न पुग्छ। बाक्लो जङ्गल, गहिरा खोजहरू र सडकका तीखा घुम्तीहरूले गर्दा यो बाटोमा यात्रा गर्ने जो कोहीको पनि आङ जिरिङ्ग हुन्छ। स्थानीय बासिन्दाहरूका अनुसार यो सडकमा एउटा यस्तो अतृप्त आत्मा भड्किरहेको छ जसको नाम सुन्ने बित्तिकै मानिसहरू डराउँछन्। उसलाई सबैले रङ्गीचङ्गी भूत भनेर चिन्छन्। अरू भूतहरू सेतो वा कालो लुगामा देखिन्छन् भनिन्छ, तर यो भूत भने निकै भड्किलो, रङ्गीचङ्गी र आधुनिक लुगामा देखिन्छ। यसको अनुहारमा सधैँ धेरै मेकअप र ओठहरू गाढा रातो रङले रङ्गिएका हुन्छन्। यो कथा त्यही सडकको हो जहाँ एउटा सानो गल्तीले मानिसको जीवनलाई सधैँका लागि अन्धकारमा धकेलिदिन्छ। कथाको मुख्य पात्र हो प्रकाश, जो कटारीको एउटा सहकारी संस्थामा काम गर्थ्यो। प्रकाश निकै आत्मविश्वासी र निडर स्वभावको युवक थियो। उनी प्राय कामको सिलसिलामा बेलटार गइरहन्थे। एक साँझ बेलटारमा एउटा पारिवारिक उत्सव सकेर फर्कदा उनलाई अलि ढिलो भयो। रातको करिब 10 बजिसकेको थियो र आकाशमा काला बादलहरू मडारिरहेका थिए। चिसो हावा चल्न सुरु भइसकेको थियो। प्रकाशका आफन्तहरूले उनलाई त्यहीँ बस्न निकै आग्रह गरे। प्रकाश, यति राति यो सडकमा एक्लै मोटरसाइकल चलाउनु ठिक छैन। आजभोलि रङ्गीचङ्गी भूतको चर्चा धेरै छ, बाटोमा केही नराम्रो होला। तर प्रकाशले हाँसेर टारे, काका, यी सबै कुराहरू अल्छी मान्छेले बनाएका कथा मात्र हुन्। म यस्ता भूतप्रेतमा विश्वास गर्दिन। मेरो बुलेट मोटरसाइकल छ, मलाई कसले के गर्न सक्छ र? प्रकाश आफ्नो मोटरसाइकल स्टार्ट गरेर कटारीतिर लागे। सुरुमा सडक अलि फराकिलो थियो, तर जति जति उनी जङ्गलको भित्री भागमा पस्दै गए, सडक साङ्गुरो र घुमाउरो हुँदै गयो। हेडलाइटको प्रकाशले बाटो त देखाउँथ्यो, तर दायाँ बायाँका रुखहरूका छायाहरू अनौठा आकृति जस्ता देखिन्थे। करिब आधा घण्टाको यात्रापछि प्रकाशलाई कता कताबाट एउटा अनौठो बास्ना आउन थाल्यो। त्यो बास्ना कुनै महँगो पर्फ्युम वा लिपस्टिकको जस्तो थियो। यो सुनसान जङ्गलको बीचमा यस्तो बास्ना आउनु निकै अस्वाभाविक थियो। उनले आफ्नो मोटरसाइकलको गति बढाए, तर जति छिटो चलाए पनि त्यो बास्ना उनीसँगै हिँडिरहेको जस्तो लाग्यो। अचानक एउटा तीखो घुम्तीमा प्रकाशले हेडलाइटको प्रकाशमा एउटी केटी उभिरहेकी देखे। उनले निकै चम्किलो रङ्गीचङ्गी कुर्ता सुरुवाल लगाएकी थिइन् र हातमा धेरै रङ्गीचङ्गी चुराहरू थिए। उनले सडकको बीचमै उभिएर हात हल्लाइरहेकी थिइन्। प्रकाशले तुरुन्तै ब्रेक लगाए। मोटरसाइकल टक्क रोकियो। ओ नानी, यति राति यो जङ्गलमा के गरेको? तिमीलाई डर लाग्दैन? प्रकाशले सोधे। ती केटीले बिस्तारै आफ्नो टाउको उठाइन्। उनको अनुहार निकै सुन्दर थियो, तर उनको मेकअप यति धेरै थियो कि उनलाई कुनै मेलाबाट आएकी नर्तकी जस्तै देखिन्थ्यो। उनले भनिन्, दाई, मेरो गाडी बिग्रिएर अगाडि अड्किएको छ, मलाई अलि परसम्म पुर्याइदिनुहुन्छ? म निकै डराइरहेकी छु। प्रकाशलाई सुरुमा अलि शङ्का लाग्यो, तर ती केटीको निरीह अनुहार र मिठो बोलीले उनको मन पगाल्यो। उनले सोचे, सायद साँच्चै समस्यामा परेकी होली। हुन्छ, बस पछाडि। तिम्रो घर कहाँ हो? केटीले जवाफ दिइनन्, केवल मुस्कुराएर मोटरसाइकलको पछाडि बसिन्। उनी बस्ने बित्तिकै प्रकाशको काँधमा एउटा चिसो स्पर्श महसुस भयो। उनले याद गरे कि ती केटीको शरीरबाट कुनै तापक्रम आइरहेको थिएन, मानौ उनी हिउँको ढिक्का हुन्। मोटरसाइकल अगाडि बढ्यो, तर अब सडकमा कुहिरो यति बाक्लो भयो कि केही देखि नै छोड्यो। प्रकाशले ऐनामा पछाडि हेर्न खोजे, तर ऐना पुरै धुमिलो थियो। केही बेरपछि प्रकाशलाई महसुस भयो कि ती केटीले उनको कम्मरमा निकै बलियोसँग समातेकी छिन्। उनका नङहरू प्रकाशको लुगा छिचोडेर छालासम्म पुगिरहेका थिए। नानी, अलि बिस्तारै समात न, मलाई दुखिरहेको छ, प्रकाशले भने। तर केटीले केही बोलिनन्। उनी केवल एक नासले हाँसिरहेकी थिइन्। त्यो हाँसो बिस्तारै परिवर्तन हुन थाल्यो। त्यो अब एउटा केटीको मिठो हाँसो रहेन, त्यो त एउटा भयानक र कर्कश आवाजमा परिणत भयो। प्रकाशको मुटुको धड्कन बढ्यो। उनले मोटरसाइकल रोक्न खोजे, तर ब्रेकले कामै गरेन। मोटरसाइकल आफै तीव्र गतिमा अगाडि बढिरहेको थियो। अचानक प्रकाशले आफ्नो कानमा एउटा चिसो सास महसुस गरे। ती केटीले उनको कानमा बिस्तारै भनिन्, प्रकाश, तिमीलाई रङ्गीचङ्गी रङहरू मन पर्छ? हेर, मेरो यो मेकअप कस्तो छ?
प्रकाशले पछाडि फर्केर हेरे र उनको सातो गयो। ती सुन्दर केटीको अनुहार अब सुन्दर थिएन। उनको अनुहारको मासु ठाउँ ठाउँमा कुहिएको थियो र त्यहाँबाट रगतको सट्टा रङ्गीचङ्गी पीप बगिरहेको थियो। उनका ओठको रातो रङ अब रगत जस्तै देखिन्थ्यो र उनका आँखाहरू पूर्ण रूपमा काला र ठूला भएका थिए। उनका रङ्गीचङ्गी लुगाहरू पनि अब रगतले भिजेका थिए। प्रकाशले चिच्याउन खोजे तर उनको स्वरै निस्केन। उनले मोटरसाइकललाई नियन्त्रण गर्न खोजे तर उनको हात नै चल्न छोड्यो। मोटरसाइकल सडक छोडेर एउटा ठूलो खोजतिर बढ्न थाल्यो। छोड मलाई, तिमी को हौ? प्रकाशले बल्ल स्वर निकाले। किचकण्डी रङ्गीचङ्गी भूतले गर्जिँदै भनिन्, म त्यही केटी हुँ जसलाई तिमी जस्तै केही मान्छेहरूले 2 वर्ष अघि यही सडकमा रमाइलोका लागि लखेटेका थियौ। तिमीहरूले मेरो रङ्गीचङ्गी सपनालाई यही खोजमा फालेका थियौ। आज मेरो पालो हो। प्रकाशलाई याद आयो 2 वर्ष अघि उनको एउटा साथीको समूहले एउटी गाउँकी केटीलाई जिस्काउँदा दुर्घटना भएको थियो। यद्यपि प्रकाश त्यसमा प्रत्यक्ष संलग्न थिएनन् तर उनी त्यहाँ उपस्थित थिए र कसैलाई बचाउन खोजेका थिएनन्। त्यही पापको बदला लिन आज त्यो रङ्गीचङ्गी भूत आएकी थिइन्। मोटरसाइकल खोजको किनारमा पुग्यो। प्रकाशले अन्तिम बल लगाएर मोटरसाइकलबाट हाम फाले। उनी सडकको किनारमा बज्रिए तर मोटरसाइकल खोजमा खस्यो। प्रकाश रक्ताम्य भएर भुइँमा पल्टिए। उनले देखे कि त्यो रङ्गीचङ्गी भूत हावामा तैरिएर उनीतिर आउँदैछिन्। यति सजिलै मर्न दिन्न म तिमीलाई प्रकाश, तिमीले त मेरा रङ्गीचङ्गी नङहरूको स्वाद चाख्नै बाँकी छ, भूतले भनिन्। उनले आफ्ना लामा र रङ्गीचङ्गी नङहरू प्रकाशको घाँटीमा गाडिन्। प्रकाशलाई सास फेर्न गाह्रो भयो। उनले आफ्नो खल्टीमा रहेको सानो भगवानको फोटो सम्झे तर उनको हात नै उठ्न सकेन। त्यो रात जङ्गलमा प्रकाशको चिच्याहट सुन्ने कोही थिएन। भूतले प्रकाशको अनुहारमा आफ्नो रङ्गीचङ्गी मेकअप दल्न थालिन्। त्यो मेकअप यति पोल्ले थियो कि प्रकाशको छाला नै उप्किन थाल्यो। हेर, अब तिमी पनि म जस्तै रङ्गीचङ्गी देखिनेछौ, भूतले अट्टहास गर्दै हाँसिन्। प्रकाश बेहोस हुन लागेका थिए। उनलाई लाग्यो कि अब उनको जीवनको अन्त्य भयो। तर अचानक टाढाबाट एउटा ठूलो ट्रकको हर्न सुनियो। ट्रकको शक्तिशाली प्रकाशले जङ्गललाई उज्यालो बनायो। त्यो प्रकाश देख्ने बित्तिकै रङ्गीचङ्गी भूत अलि डराई। उसले प्रकाशलाई छोडिदिइन् र जङ्गलतिर ओझेल भइन्। ट्रक ड्राइभरले सडकको किनारमा लडिरहेको प्रकाशलाई देख्यो र ट्रक रोक्यो। प्रकाशको अवस्था निकै नाजुक थियो। उनको अनुहारभरि अनौठो रङ्गीचङ्गी धब्बाहरू थिए र उनी बरबराइरहेका थिए। ड्राइभरले उनलाई तुरुन्तै कटारीको अस्पताल पुर्यायो। भोलिपल्ट बिहान जब प्रकाशको होस आयो, उनले आफूलाई अस्पतालको बेडमा पाए। उनकी आमा र बुवा उनको छेउमा रोइरहेका थिए। प्रकाशले केही बोल्न खोजे तर उनको आवाजै निस्केन। उनले ऐनामा आफ्नो अनुहार हेरे र फेरि बेहोस भए। उनको अनुहारमा लागेका ती रङ्गीचङ्गी धब्बाहरू कुनै पनि औषधिले मेटाउन सकिरहेको थिएन। डाक्टरहरू अलमलमा परे। यो कस्तो खालको इन्फेक्सन हो? हामीले यस्तो कहिल्यै देखेका थिएनौँ, एकजना सिनियर डाक्टरले भने। प्रकाशको शरीर बिस्तारै नीलो र पहेँलो हुन थाल्यो। गाउँमा हल्ला फैलियो कि बेलटार कटारी सडकको रङ्गीचङ्गी भूतले प्रकाशलाई आफ्नो निशाना बनाएकी छिन्। मानिसहरू अब त्यो सडकमा हिँड्न अझै डराउन थाले। प्रकाशका बुवाले एउटा ठूलो लामा गुरुलाई बोलाउने निर्णय गरे। लामा गुरु जब अस्पताल आइपुगे, उनले प्रकाशको अनुहार हेर्ने बित्तिकै भने, यो कुनै साधारण बिमारी होइन, यो त एउटा भयानक श्राप हो। यो केटीको आत्माले प्रकाशलाई आफ्नो संसारमा तान्न खोजेकी छे। लामा गुरुले पूजा सुरु गरे। उनले मन्त्रिएको पानी प्रकाशको अनुहारमा छर्के। पानी पर्ने बित्तिकै प्रकाशको शरीरबाट धुवाँ निस्कन थाल्यो र उनी पीडाले छटपटाउन थाले। मलाई छोडिदेऊ, म जान चाहन्छु। प्रकाशको मुखबाट एउटी केटीको आवाज निस्क्यो। सबैजना डराएर पछि हटे। लामा गुरुले भने, तिमी को हौ र किन यो युवकलाई दुःख दिइरहेको छौ? आत्माले जवाफ दिइन्, म यो सडकको रानी हुँ, मलाई न्याय चाहिएको छ। यिनीहरूले मेरो रङ लुटेका थिए, अब म यिनीहरूको जीवनको रङ लुट्नेछु। लामा गुरुले धेरै प्रयास गरे तर त्यो रात आत्मालाई शान्त पार्न सकिएन।
प्रकाशको अवस्था दिन प्रतिदिन बिग्रदै गयो। उनले खाना खान छोडे र केवल अँध्यारो कोठामा बसेर ऐना हेर्दै रहन थाले। उनले आफ्नो अनुहारमा नयाँ नयाँ मेकअप थप्न थाले, जसो उनलाई कसैले यसो गर्न बाध्य पारिरहेको छ। एक रात प्रकाश अचानक अस्पतालबाट गायब भए। सुरक्षा प्रहरी र परिवारले सबैतिर खोजे, तर उनी कतै भेटिएनन्। अन्ततः उनको खोजी बेलटार कटारी सडकतिर गरियो। त्यही खोजको किनारमा जहाँ उनको मोटरसाइकल खसेको थियो, प्रकाशको एउटा चप्पल भेटियो, तर उनी त्यहाँ थिएनन्। गाउँका मानिसहरू भन्छन् कि प्रकाश अब त्यो रङ्गीचङ्गी भूतको साथी बनेका छन्। आज पनि रातको समयमा त्यो सडकमा यात्रा गर्नेहरूले दुईजना मानिसहरू सँगै नाचिरहेको देख्छन्। एउटी रङ्गीचङ्गी लुगा लगाएकी केटी र एउटा रङ्गीचङ्गी अनुहार भएको युवक। उनीहरूले बाटोमा हिँड्ने सवारी साधनहरूलाई रोक्न खोज्छन् र लिफ्ट माग्छन्, तर जो कोहीले उनीहरूलाई लिफ्ट दिन्छ ऊ कहिल्यै कटारी पुग्दैन। प्रहरीले धेरै पटक त्यो क्षेत्रमा सर्च अपरेसन चलायो, तर केही पत्ता लागेन। केवल सडकका भित्ताहरूमा अनौठा रङ्गीचङ्गी चित्रहरू र न्याय लेखिएका शब्दहरू भेटिन्छन्। कथा यहाँ सकिँदैन, यो त केवल एउटा ठूलो दुर्घटनाको सुरुवात मात्र थियो। प्रकाशको गायब हुनु र रङ्गीचङ्गी भूतको सक्रियताले गर्दा पुरै उदयपुर। प्रकाश अस्पतालबाट गायब भएपछि बेलटार कटारी सडकको सन्नाटा अझै गहिरो र डरलाग्दो बनेको थियो। प्रहरी र गाउँलेहरूले जङ्गलको कुना-कुना चहारे, तर प्रकाशको कुनै अत्तोपत्तो पाउन सकेनन्। अस्पतालको त्यो शैय्यामा केवल एउटा रङ्गीचङ्गी ओठको छाप र चमेलीको कडा सुगन्ध मात्र बाँकी थियो। लामा गुरुले आफ्नो तन्त्र शक्तिबाट बुझिसकेका थिए कि प्रकाश अब यो मानवीय संसारमा छैनन्। उनलाई त्यो रङ्गीचङ्गी भूतले आफ्नो मायाजालमा पारेर सडकको त्यो भयानक खोजभित्रको अदृश्य संसारमा पुर्याइसकेकी छिन्। गाउँका मानिसहरू अब त्यो सडकमा दिउँसै पनि हिँड्न डराउन थाले। गाडी चालकहरूले बाटो नै परिवर्तन गरेर टाढाको घुमाउरो बाटो रोज्न थाले, जसका कारण कटारी र बेलटारको व्यापारिक सम्बन्ध नै टुट्न लागेको थियो। एक हप्तापछिको कुरा हो, कटारी बजारमा एउटा अनौठो हल्ला फैलियो। भनिन्छ रातको ठ्याक्कै 12 बजेपछि बेलटारको त्यो घुम्तीमा एउटा बुलेट मोटरसाइकल गुडिरहेको आवाज सुनिन्छ, तर जब मानिसहरूले हेर्छन् त्यहाँ कोही हुँदैन, केवल हावामा उडिरहेका रङ्गीचङ्गी अबीर र रातो लिपस्टिकका धब्बाहरू मात्र देखिन्छन्। प्रकाशका मिल्ने साथी मदन, जो प्रकाशसँगै त्यो रातको घटनामा संलग्न थिएनन् तर सबै कुरा जान्दथे, उनले आफ्ना साथीलाई बचाउन एउटा अन्तिम प्रयास गर्ने निर्णय गरे। उनले ती लामा गुरुलाई भेटे र भने, गुरु, प्रकाश मेरो भाइ जस्तै हो, उसले गल्ती त गर्यो होला, तर उसलाई यसरी जिउँदै नर्कमा सड्न दिन सकिँदैन, केही उपाय छैन? लामा गुरुले लामो सास फेरे र एउटा पुरानो बाकसबाट एउटा मन्त्रिएको ऐना निकाले। उनले भने, मदन, यो काम धेरै जोखिमपूर्ण छ। त्यो रङ्गीचङ्गी भूतको असली नाम लाली हो। ऊ 2 वर्ष अघि यही सडकमा एउटा नाचको टोलीसँग हिँड्दै गर्दा दुर्घटनामा परेकी थिइन्, तर त्यो दुर्घटना थिएन, त्यो त एउटा षड्यन्त्र थियो। उसलाई मारिएको थियो। अब उसले आफ्नो बदला लिन प्रकाशलाई आफ्नो दुल्हा बनाएकी छिन्। यदि तिमी उसलाई बचाउन चाहन्छौ भने तिमीले आज राति त्यो खोजको किनारमा पुगेर यो ऐना उसलाई देखाउनु पर्नेछ। तर याद राख, उसले तिमीलाई लोभ्याउन धेरै रङ्गीचङ्गी रूपहरू बदल्नेछ। यदि तिमीले एक पल पनि आँखा झिम्क्यायौ वा लोभमा पर्यौ भने तिमी पनि सधैँका लागि त्यहीँ हराउनेछौ। मदनले हिम्मत जुटाए। रातको 12 बज्न लाग्दा उनी आफ्नो पुरानो जीप लिएर बेलटार कटारी सडकतिर लागे। जङ्गलको बीचमा पुग्दा सडकमा अनौठो सन्नाटा थियो। अचानक चिसो हावा चल्न सुरु भयो र मदनको जीपको हेडलाइट निभ्यो। उनले जीप रोके र बाहिर निस्किए। टाढाबाट एउटा मिठो गीतको धुन सुनियो। त्यो धुन यति मोहनी लाग्दो थियो कि मदनका खुट्टाहरू आफै त्यसतर्फ लम्कन थाले। केही बेरमै उनले सडकको किनारमा एउटा ठूलो पण्डाल टेन्ट ठडिएको देखे। त्यहाँ रङ्गीचङ्गी बत्तीहरू बलिरहेका थिए र भित्र कसैले नाचिरहेको थियो। मदनलाई थाहा थियो यो सबै भ्रम हो, तर उनको मनले मानिरहेको थिएन। पण्डालभित्र छिर्दा मदनले जे देखे त्यसले उनको होस उडायो। त्यहाँ प्रकाश बसिरहेका थिए, तर उनको अनुहार पूर्ण रूपमा रङ्गीचङ्गी थियो। उनले एउटा चम्किलो सेतो दौरा सुरुवाल लगाएका थिए र उनको छेउमा लाली, रङ्गीचङ्गी भूत, बेहुलीको भेषमा बसिरहेकी थिइन्। लालीको रूप यति बेला अत्यन्तै सुन्दरी परीको जस्तो थियो। उनले मदनलाई देखेर मुस्कुराउँदै भनिन्, मदन दाई, आउनुस्, हाम्रो बिहेको उत्सवमा सामेल हुनुस्। हेर्नुस् त प्रकाश कति खुसी छ। प्रकाशले मदनलाई हेरे, तर उनको आँखामा कुनै पहिचान थिएन। उनी केवल एकनासले हाँसिरहेका थिए।
मदनले आफ्नो खल्तीबाट त्यो मन्त्रिएको ऐना निकाले, तर जब उनले ऐना निकाल्न खोजे लालीले उनको हात समातिन्। उनको स्पर्श यति चिसो थियो कि मदनको रगत नै जम्यो। किन यस्तो नराम्रो ऐना देखाउनुहुन्छ दाइ? हेर्नुस् न, मेरो यो रङ्गीचङ्गी संसार कति राम्रो छ। यहाँ कहिल्यै दुःख हुँदैन, यहाँ सधैँ नाचगान र रमाइलो मात्र हुन्छ, लालीले लोभ्याउँदै भनिन्। मदनको टाउको घुम्न थाल्यो। उनलाई लाग्यो कि साँच्चीकै यो संसार त कति राम्रो छ, किन बेकारमा प्रकाशलाई फिर्ता लैजाने। उनले ऐना भुइँमा फाल्न खोजे। ठ्याक्कै त्यही बेला मदनको कानमा लामा गुरुको स्वर गुन्जियो, मदन पछाडि नफर्क, त्यो केवल एउटा भयानक लासको खेल हो। मदन छसङ्ग भए। उनले आफ्नो सबै शक्ति लगाएर त्यो ऐना लालीको अनुहारको अगाडि ठड्याए। ऐनामा लालीको असली रूप देखियो। त्यो सुन्दरी बेहुलीको सट्टा ऐनामा एउटा डढेको, कुहिएको र रगत लतपतिएको लास देखियो, जसको अनुहारभरि किराहरू हिँडिरहेका थिए। ऐनाको प्रकाश पर्ने बित्तिकै लालीले एउटा भयानक चित्कार छोडिन्। पण्डाल, बत्ती र रङ्गीचङ्गी सजावट सबै अचानक लोप भए। मदनले आफूलाई खोजको एकदमै किनारमा उभिएको पाए। एक कदम मात्र अगाडि बढेको भए उनी 100 फिट तल खस्ने थिए। उनको छेउमा प्रकाश बेहोस भएर लडिरहेका थिए। लालीको आत्मा अब एउटा कालो धुवाँको रूपमा हावामा हल्लिरहेको थियो। तिमीले मेरो खेल बिगारिदियौ मदन, तर म यति सजिलै छोड्ने छैन, उसले गर्जिँदै भनिन्। मदनले प्रकाशलाई काँधमा हाले र आफ्नो जीपतिर दौडिए। पछाडिबाट रङ्गीचङ्गी नङहरूले मदनको ढाडमा प्रहार गरे। मदनको लुगा फाट्यो र रगत बग्न थाल्यो, तर उनले हिम्मत हारेनन्। जीप स्टार्ट गरेर उनी हुइकिए। ऐनामा हेर्दा उनले देखे कि लाली सडकको बीचमा उभिएर उनीहरूलाई हेरिरहेकी थिइन् र उनको आँखाबाट रातो रगत बगिरहेको थियो। मदनले प्रकाशलाई सिधै लामा गुरुको आश्रममा पुर्याए। गुरुले प्रकाशको शरीरमा भएका तिरङ्गीचङ्गी धब्बाहरू सफा गर्न विशेष जडीबुटी र मन्त्रको प्रयोग गरे। 3 दिनपछि प्रकाशको होस आयो। उनले आँखा खोल्दा सबैभन्दा पहिले रुँदै मदनलाई अँगालो हाले। मदन, मलाई त्यहाँबाट निकाल, उनी मलाई कहिल्यै छोड्दिनन्। उनले भन्थिन् कि मेरो रगत उनको लिपस्टिकको रङ बन्नेछ। प्रकाश काप्दै बोलिरहेका थिए। लामा गुरुले भने, प्रकाश, तिमी अब सुरक्षित छौ, तर एउटा कुरा याद राख, लालीको प्रतिशोध अझै सकिएको छैन। उसले तिमीलाई छोडे पनि यो सडकलाई छोडेकी छैन। गाउँमा केही दिन शान्ति भयो, तर त्यो शान्ति धेरै समय टिक्न सकेन। बेलटार कटारी सडकमा अब नयाँ खालका दुर्घटनाहरू हुन थाले। सवारी साधनहरू आफै अनियन्त्रित भएर पल्टिन थाले। अचम्मको कुरा, हरेक दुर्घटना भएको ठाउँमा रङ्गीचङ्गी चुराका टुक्राहरू र धेरै मेकअपको बास्ना भेटिन्थ्यो। प्रहरीले यसलाई ब्ल्याक स्पट घोषणा गर्यो, तर स्थानीयहरूलाई थाहा थियो कि यो लालीको रिसको नतिजा हो। प्रकाश अब गाउँमा बस्न नसक्ने भए। उनलाई हरेक रात सपनामा लालीले बोलाएको सुनिन्थ्यो। उनले सधैँ भन्थिन्, मैले तिम्रो अनुहारमा जुन रङ दलेकी छु त्यो कहिल्यै मेटिने छैन। एक साँझ प्रकाश आफ्नो कोठामा ऐना हेरिरहेका थिए। अचानक उनले देखे कि उनको गालाको छाला बिस्तारै उप्किँदैछ र त्यसको मुनिबाट उज्यालो गुलाबी रङ निस्किरहेको छ। उनी डराएर चित्क्याए। उनकी आमा कोठामा दौडिएर आउँदा प्रकाशले आफ्नो अनुहार नङले कोतर्दै थिए। आमा, हेर्नुस् त, म रङ्गीचङ्गी हुँदैछु, मलाई लालीले आफ्नो जस्तै बनाउँदैछिन्। प्रकाशको मानसिक सन्तुलन बिगर्न थाल्यो। लामा गुरुले भने कि लालीले प्रकाशको आत्मामा एउटा रङ्गीचङ्गी छाप छोडेकी छिन्, जसले गर्दा उनी बिस्तारै मान्छेबाट प्रेतमा परिणत हुँदैछन्। गाउँलेहरूले अब एउटा ठूलो निर्णय लिनुपर्ने भयो। यदि प्रकाशलाई बचाउने हो भने लालीको त्यो अधुरो न्याय पूरा गरिदिनु पर्थ्यो। लामा गुरुले पुराना फाइलहरू र गाउँका वृद्धहरूसँग कुरा गरेर लालीको हत्यामा संलग्न वास्तविक अपराधीहरूको खोजी गरे। थाहा भयो कि 2 वर्ष अघि गाउँकै एक प्रभावशाली व्यक्तिको छोरा र उसका साथीहरूले लालीको टोलीमा आक्रमण गरेका थिए। लालीले प्रतिकार गर्दा उनीहरूले उनलाई जिउँदै खोजमा फालिदिएका थिए। प्रहरीले त्यसबेला यसलाई साधारण दुर्घटना भनेर केस फाइल बन्द गरिदिएको थियो। मदन र लामा गुरुले ती अपराधीहरूलाई कानुनी कठखडामा उभ्याउने प्रयास गरे, तर उनीहरू धेरै शक्तिशाली थिए। उल्टै मदनलाई धम्की दिइयो। ठ्याक्कै त्यही बेला एउटा यस्तो घटना घट्यो जसले पुरै उदयपुर जिल्लालाई नै स्तब्ध बनायो। ती अपराधीहरूमध्येका मुख्य नायिके, जो शहरबाट बेलटार फर्किँदै थिए, उनको कार त्यही खुम्तीमा दुर्घटनामा पर्यो। जब प्रहरीले लास निकाल्यो, उनीहरूको अवस्था देख्दा सबैको मुटु काप्यो। उनीहरूको शरीरमा कपडा थिएन, तर पुरै शरीर रङ्गीचङ्गी पेन्ट र मेकअपले भरिएको थियो। उनीहरूको मुखभित्र लिपस्टिकका 100 ट्युबहरू कोचिएका थिए। यो घटनापछि लालीको आत्मा अलि शान्त भएको जस्तो देखियो। प्रकाशको अनुहारमा देखिएका ती अनौठा रङहरू बिस्तारै हराउन थाले, तर लामा गुरुले चेतावनी दिए, अझ एउटा काम बाँकी छ। लालीको शरीरका अवशेषहरू अझै पनि त्यो खोजमा छन्। जबसम्म उनको उचित अन्तिम संस्कार हुँदैन, यो सडक कहिल्यै सुरक्षित हुने छैन। मदन र केही साहसी युवाहरू डोरीको सहायताले त्यो गहिरो खोजमा ओर्लिए। त्यहाँ पुग्दा उनीहरूले जे देखे त्यो कुनै भयानक सपनाभन्दा कम थिएन। खोजको फेदमा एउटा गुफा जस्तो ठाउँ थियो, जहाँ लालीको अस्थिपञ्जर अझै पनि त्यही रङ्गीचङ्गी कुर्तामा जलिएको थियो। अचम्मको कुरा, उनको हातमा एउटा रङ्गीचङ्गी रुमाल थियो, जसमा रगतले लेखिएको थियो, म पर्खिरहनेछु। मदनले ती अवशेषहरूलाई सम्मानका साथ बाहिर निकाले र त्रियुगा नदीको सङ्गममा लगेर धार्मिक विधि अनुसार अन्तिम संस्कार गरियो।
त्यो दिन बेलटार कटारी सडकमा एउटा अनौठो उज्यालो देखियो र चमेलीको सुगन्ध बिस्तारै हराउँदै गयो। प्रकाशले अब राहतको सास फेरे। उनी बिस्तारै सामान्य जीवनमा फर्किए। तर आज पनि जब उनी ऐना हेर्छन्, उनलाई कता कता आफ्नो आँखाको नानीमा एउटा रङ्गीचङ्गी छाया देखिन्छ। बेलटार कटारी सडकमा अब दुर्घटनाहरू कम भएका छन्, तर स्थानीयहरू भन्छन् कि पूर्णिमाको रातमा अझै पनि सडकको बीचमा रङ्गीचङ्गी चुरासुरुका टुक्राहरू भेटिन्छन्। कोही भन्छन् लाली अब मुक्त भइन्, तर कोही भन्छन् उनी अझै पनि त्यही सडकमा लुकेर बसेकी छिन्, अर्को कुनै अपराधीको पर्खाइमा। लालीको अन्तिम संस्कार भएपछि बेलटार कटारी सडकमा केही समयका लागि अचम्मको शान्ति छायो। प्रकाशको अनुहारका ती भयानक रङ्गीचङ्गी धब्बाहरू हराए र उनले फेरि सामान्य जीवन बिताउन थालेको जस्तो देखियो। तर यो शान्ति केवल एउटा ठूलो आँधी आउनु पूर्वको सन्नाटा मात्र थियो। लामा गुरुले बारम्बार एउटै कुरा दोहोर्याइरहेका थिए। आत्माले आफ्नो शरीरको अन्तिम संस्कार पाए पनि उसको प्रतिशोधको भोक मेटिएको छैन। लालीले एउटा यस्तो बाटो रोजेकी छिन् जहाँबाट फर्कन असम्भव छ। एक रात प्रकाश आफ्नो कोठामा सुतिरहेका थिए। अचानक उनलाई कसैले बोलाएको महसुस भयो। त्यो आवाज चिनिएको थियो, मिठो, मधुर र अलिकति खस्रो। प्रकाश, मेरो रङ्ग अझै फिक्का छ, मलाई अझै गाढा रातो रङ्ग चाहिन्छ। प्रकाश छसङ्ग भएर बिउजिए। उनले आफ्नो कोठाको ऐनामा हेरे। ऐनाको सतहमा रगत जस्तै रातो लिपस्टिकले लेखिएको थियो, म पर्खिरहेकी छु। प्रकाशको सातो गयो। उनले आफ्नो कोठाको झ्यालबाट बाहिर हेरे। बाहिर कुहिरो यति बाक्लो थियो कि केही देखिँदैन थियो, तर चमेलीको त्यो कडा सुगन्धले पुरै कोठा भरिएको थियो। त्यही समयमा मदनको घरमा पनि अनौठा घटनाहरू हुन थाले। मदनले राति सुतेको बेला आफ्नो सिरानी मुनि रङ्गीचङ्गी चुराका टुक्राहरू फेला पार्न थाले। उनलाई महसुस भयो कि लालीले उनलाई पनि आफ्नो निशाना बनाउँदैछिन्, किनकि मदनले नै उनको मायाको खेल बिगारिदिएका थिए। मदनले तुरुन्तै लामा गुरुलाई भेट्न जाने निर्णय गरे। तर जब उनी गुरुको आश्रममा पुगे, त्यहाँको दृश्य देख्दा उनको खुट्टा काप्यो। लामा गुरु आफ्नो आसनमा मृत अवस्थामा थिए। उनको पुरै शरीरमा रङ्गीचङ्गी अबिर दलिएको थियो र उनको मुखभित्र रङ्गीचङ्गी कपडाहरू कोचिएका थिए। यो सन्देश प्रष्ट थियो। लाली अब कसैसँग डराउनेवाली थिइनन्। उनले आफ्नो मार्गमा आउने सबैभन्दा ठूलो अवरोधलाई हटाइसकेकी थिइन्। मदन डराउँदै प्रकाशको घर पुगे। त्यहाँ प्रकाश कोठाको कुनामा बसेर ऐनासँग कुरा गरिरहेका थिए। प्रकाशको हातमा एउटा चक्कु थियो र उनले आफ्नो पाखुरामा रङ्गीचङ्गी चित्रहरू कोर्न खोज्दै थिए। प्रकाश, रोक, यो तिमी होइनौ, यो लालीले गराइरहेकी छिन्, मदनले चिच्याए। प्रकाशले मदनलाई हेरे। उनका आँखाहरू पूर्ण रूपमा गुलाबी भइसकेका थिए। मदन दाई, हेर्नुस् न, लालीले भन्दै छिन् कि मेरो रगत नै उनको सबैभन्दा मनपर्ने रङ्ग हो। ठ्याक्कै त्यही बेला कोठाको बत्ती निभ्यो र एउटा भयानक हाँसो गुन्जियो। लाली अब प्रत्यक्ष रूपमा त्यहाँ प्रकट भइन्। उनको रूप अब पहिलेको जस्तो सुन्दर थिएन। उनको अनुहार आधा कुहिएको र आधा रङ्गीचङ्गी मेकअपले भरिएको थियो। उनले मदनतिर हेरिन् र भनिन्, तिमीले मेरो शरीरलाई जलायो, तर मेरो इच्छालाई जलाउन सकेनौ। अब यो प्रकाश मेरो संसारको स्थायी बासिन्दा हुनेछ र तिमी मेरो यो नयाँ सडकको पहिलो शिकार हुनेछौ। मदनले हिम्मत हारेनन्। उनले लामा गुरुले मर्नु अघि दिएको एउटा सानो मन्त्रिएको जन्तर निकाले, तर लालीले एउटा हातको इशाराले त्यो जन्तरलाई आगो लगाइदिइन्। अब तिम्रा ये पुराना मन्त्रले काम गर्दैनन्। म अब केवल एउटा भूत होइन, म यो बेलटार कटारी सडकको श्राप हुँ। लालीले प्रकाशलाई आफ्नो कपालले बेरेर झ्यालबाट बाहिर तानिन्। मदन पनि उनीहरूको पछि दौडिए। बाहिर पुग्दा उनीहरू एउटा अदृश्य शक्तिले गर्दा सिधै त्यही सडकको खोजको किनारमा पुगेका थिए। त्यहाँ एउटा भयानक दृश्य थियो। सडकको बीचमा ती सबै अपराधीहरूका आत्माहरू उभिएका थिए, जसलाई लालीले मारेकी थिइन्। उनीहरू सबै रङ्गीचङ्गी लुगामा थिए र उनीहरूको अनुहारमा एउटा अनौठो रङ्ग थियो। लालीले प्रकाशलाई उनीहरूको बीचमा उभ्याइन्। हेर मदन, मेरो राज्य, यहाँ कोही पनि दुखी छैन, यहाँ सबै रङ्गीचङ्गी छन्। मदनले बुझे कि लालीले एउटा प्रेत सेना तयार गरिरहेकी थिइन्। उनले अन्तिम पटक प्रकाशको आँखामा हेरेर भने, प्रकाश, आफ्नो आमालाई सम्झ, आफ्नो घर सम्झ, यो रङ्ग झुठो हो। मदनको त्यो स्वरमा एउटा साँचो ममता थियो। प्रकाशको आँखाबाट एक थोपा आँसु खस्यो। त्यो आँसुले उनको गालामा लागेको रङ्गीचङ्गी मेकअपलाई पखालेर गयो। लाली चिच्चाइन्, हैन, तिमीले मेरो रङ्ग बिगार्न पाउँदैनौ। तर त्यो एक थोपा आँसुले एउटा ठूलो काम गर्यो। प्रकाशले आफ्नो होस पाए र आफ्नो गोजीमा रहेको लामा गुरुको एउटा सानो पवित्र खरानीको पोको लालीको अनुहारमा फालिदिए।
खरानी पर्ने बित्तिकै लालीको शरीर डट्न थाल्यो। उनी पीडाले गर्जिन् र खोजतिर खसिन्, तर खस्दै गर्दा उनले प्रकाशको हात समातेकी थिइन्। यदि म जान्छु भने तिमीलाई पनि लिएरै जान्छु। मदनले प्रकाशको अर्को हात समाते। त्यहाँ एउटा ठूलो तानातान भयो। एकातिर जीवन थियो, अर्कातिर मृत्यु। मदनको हातबाट प्रकाश चिप्लन्दै थिए, तर अचानक आकाशबाट एउटा ठूलो बिजुली चम्कियो र सिधै लालीको आत्मामा प्रहार भयो। लाली एउटा ठूलो विस्फोटसँगै धुवाँ बनेर उडिन्। मदनले प्रकाशलाई सुरक्षित रूपमा सडकमा ताने। केही बेरपछि सबै कुरा शान्त भयो। कुहिरो फाट्यो, चमेलीको गन्ध हरायो र बिहानीको पहेँलो घाम झुल्कियो। तर जब उनीहरूले सडकमा हेरे, त्यहाँ एउटा अनौठो कुरा थियो। सडकमा रङ्गीचङ्गी अबिरको एउटा ठूलो थुप्रो थियो, जसमा एउटा शब्द कोरिएको थियो, मुक्त। प्रकाश र मदन गाउँ फर्किए। त्यसपछि बेलटार कटारी सडकमा फेरि कहिल्यै कुनै रङ्गीचङ्गी भूत देखिएन। तर आज पनि त्यो सडकमा यात्रा गर्नेहरू भन्छन् कि कहिलेकाहीँ हावाले रङ्गीचङ्गी फूलका पातहरू उडाएर ल्याउँछ। मानौ लालीले अब शान्ति पाएकी छिन् र उनले यो सडकको रक्षा गरिरहेकी छिन्। प्रकाशले आफ्नो घरको सबै ऐनाहरू हटाइदिए र उनी सधैँका लागि सहरतिर बसाइसरे। मदन भने त्यहीँ बसे, तर उनले हरेक वर्ष लामा गुरु र लालीको नाममा पूजा गर्न कहिल्यै बिर्सेनन्। यो कथाले हामीलाई सिकाउँछ कि अन्याय र अत्याचारले जन्म दिएका प्रेतहरू धेरै भयानक हुन्छन्, तर साँचो मित्रता र हिम्मतले जस्तोसुकै अन्धकारलाई पनि पराजित गर्न सकिन्छ। बेलटार कटारी सडक अब एउटा सुरक्षित बाटो बनेको छ, तर त्यहाँका हरेक खुम्तीमा अझै पनि लालीको त्यो रङ्गीचङ्गी कथाका अवशेषहरू जीवितै छन्। यो कथा यहाँ पूर्ण रूपमा समाप्त हुन्छ। आशा छ तपाईलाई यो रोमाञ्चक नेपाली हरर लोककथा मन पर्यो।